मसँग रिसाएँ त्यही भएर त्यसलाई मैले प्राङ्क हानिदिएर अब कति नआउनुहोस् न बनाउन हुँदैन पानी हालिदिनु त ल 3-4 दिन घाम पानी पर्छ भनेर यस्तो पो रहेछ पानी त तपाईँको टिकटकले आज के बार यस्तो घाम लाग्यो फेरि बिहानै गर्मीको बेलामा चाहिँ बिहानदेखि बेलुकासम्मै घाम लाग्छ यहाँ फेरि सो गुड मर्निङ एभ्रिवान गुड मर्निङ सो अहिले चाहिँ बजिरहेको छ 8:15 एन्ड आज चाहिँ म कतै कसैलाई पुऱ्याउन कसैलाई केही गर्न जानु परेन आज चाहिँ सब सुत्या भएछन् निदाएको निदै सुत्दै हो अब मम्मी फेरि सेतो काउली मन पर्दैन भन्दै सेतो काउलीले ल्याउँदै पकाउँदै गर्नुहुन्छ फेरि मन पर्दैन नि भन्नुहुन्छ ल्याउन नि ल्याउनुहुन्छ आज बाबुले पकाउने हो नौ भयो एन्ड अब खानासाना खाइदिउँ भनेर लागेको खै त पस्क्यो भन्नु पस्किँदै पसिनमा खाइरहेको कति बेला त भात पसिन टाढै गएर पसिन यस्तो जाडोमा ओछ्यानबाट उठेर आएको छु अनि खाना खानलाई भनेर बाहिर घाम लाग्दा भित्र त जाडो जाने भित्र घाम पस्किनुलाई खानासाना खाइदिउँ अब फाइनली नेट चाहिँ चलिसक्यो है मस्त सुतिरहेको टुडुङ 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 गरेर नेट चाहिँ चल्यो मम्मी नेट चलेर उठ्नु भएको क्या हो जस्तो लाग्यो म चाहिँ भर्खर उठेँ नेट त नचलेपछि अब के गर्ने नेट नचलेपछि के गर्ने नेट नचलेपछि होइन त्यही हो ठ्याक्कै टाइम पनि 2 बज्नु लाग्यो अब खास अलिकति कस्तो मजाको घाम लाग्यो अब पिली झरेर धुउन कस्तो गाइदो हुन्थ्यो होला यार आज छोरा लुगा धोयो कस्तो घाम लाग्यो यो लुगा पनि सबै खोलेर सिलेक्ट धो मेरो पनि धोइदिउँ न मेरो त छैन त्यही एउटा ज्याकेट र अरू छैन त्यति धोइदिनु कस्तो हुन्थ्यो कस्तो हुन्थ्यो रमाइलो हुन्थ्यो नि घाम लागेन सुल्थ्यो लुगा आनन्दले एकैछिन यस्तो मजा घाम लागेन घाम नलागेन धोयो 2-3 दिनभित्र ल्यायो बाहिर लयो भित्र ल्यायो बाहिर लयो होइन अब सधैँ घाम लाग्छ अब गर्मी लागिसक्यो यस्तो गर्मी अनि नराम्रो हो कि त्यो अर्कोलाई अनि हल्किरहन्छ नि यस्तो गरेपछि त अनि हामी यस्तो गरेर ज्यान तन्काउनु नपाउने ल अहिले चाहिँ खाजा बनिसक्यो स्पेसल मैले बनाइदिएको खानु न पहिला टेस्ट गर्नु बनाउन आउँदैन कहिल्यै ल कस्तो भयो तपाईँले बनाएको भन्दा मिठो भयो नि अलि ट्याक यसरी बनायो मिठो हुन्छ बनाउन नि सिप लाएर बनाइसकेपछि ढङ्ग पुऱ्याएर सब थोक हालेर घरै छ फेरि धनियाँ त्यहाँ धनियाँ बारीभरि टमाटर ल्याएर फेरि जहाँ क्विनलाई हाल्न होइन सो ओके अब चाहिँ खाजा चाहिँ खाऊँ होइन अनि त्यसपछि कहाँ हो झन् भुजा भयो जस्तो लाग्यो खै मन भुजा यो चिउ के भन्यो होला चाउचाउमा भुजा नै हालिकन मलाई फेरि फिटिकै मन पर्दैन किन भनेर भन्दिनँ म भनेर भन्छु म ओइ के धुलो आयो कहाँको धुलो आयो यस्तो के चुनाव चलेको क्या कसले कसको के पर्नु
मैले नै हालिदिएको हेर्नु खाली छु मैले नै हालिदिएको नि 3-4वटा हेर्नु भएन फेसबुकमा सो अब चाहिँ म खाजासाजा खान्छु एन्ड भिडियो एडिट गर्नु पऱ्यो त्यसपछि अनि त्यसपछि भिडियो हालिदिनु पऱ्यो अनि त्यही हो दिनचर्या यस्तै छ होइन यस्तै नै हुन्छ सो हेर्दै गरौँ अरू के भयो भने खिचेर हालौँला नत्र हेरौँ कस्तो भयो अरे फेरि भनिदिनु त एकचोटि नमिठो हो नमिठो दम्मै लुगा झिक त्यो हिजो जाडो भएर लाएर गएको मैले बनाउँछ त्यो हिजो जाडो भएर लाएर हुँदैन हो त्यो तपाईँले लिएको ज्याकेट हिजो जाडो भएर पानी पऱ्यो भएर त्यो लाएर गएको थिएँ अनि यो मैले बिहान लाएर जान्छु बिहान चाहिँ अनि त्यो हो नि त कुरो ओके एभ्रिवान ओके अहिले बजिरहेको छ कति बज्यो 6 एन्ड भर्खर मैले भिडियो चाहिँ अपलोड गरिदिइसकेँ आजको लागि एन्ड यस्तै छ मम्मीले के खाने मम्मी चिया खाने चिया खानु मन लाग्यो चिया बनाउन बनाउनु न बनाउनु न बनाउँदै हुँदैन है बनाउनु हुँदैन भन्नु न ल बनाउनु न ल भन्नु त हुँदैन है बनाउन हुँदैन बनाउनु न बनाउन हुँदैन है बनाउन बनाउनु न हजुरले दिएको खाने हो म त बनाउन हुँदैन है हुँदैन लिनुहोस् न हुँदैन है लिनु हुँदैन अब त्यो क्यान्सिल अब त्यो ट्रेन्ड क्यान्सिल चिया बनाउनुहोस् न बनाउन हुँदैन है हुँदैन यस्तै छ ब्लग हेर्नुहोस् अब मैले ब्लग हालिदिइसकेँ एन्ड मैले नानीलाई चाहिँ किन नदेखाएको ब्लगतिर भन्दाखेरि खासमा त्यो एक त ढिलो आउँछ अनि त्यो अस्ति मसँग रिसाएँ त्यही भएर त्यसलाई मैले प्र्याङ्क हानिदिएर अब कति बेलसम्म त्यो बोल्दिनँ अनि तबसम्म म त्यसलाई ब्लगमा देखाउँदै हुँदैन है हुँदैन फेरि गाला चड्किम्ला मेरो छोरी 2 दिन 3 दिन भइसक्यो कि मन बोले नि त्यो पनि बोली होइन त्यस्तो कुरा हाल्नु अब हेर कति दिनसम्म त्यो बोल्दिनँ हेर मैले प्र्याङ्क गराउँदै त्यसलाई अब त्यसलाई प्र्याङ्क गर्ने हो मैले अब म चाहिँ स्योर म त बोल्दिनँ त्यही प्र्याङ्क मेरो त झन् कन्टेन्ट पनि भयो मलाई अब कन्टेन्ट भयो मलाई यहाँ झन् युट्युबमा हाल्नलाई हो अब त अब मैले यो भिडियो हाल्ने भनेको 2 दिन पछि हो यो भिडियो हालेर त्यसले हेरेसम्म हेरेपछि त स्योरै बोलिहाल्छ यसले प्र्याङ्क गरेर रहेछ भनेर अनि त्योभन्दा अघि बोल्यो भने बोल्यो अहिले म आउने अहिले फेरि पिटाइ खानु होला अहिले फेरि पिटाइ खानु होला तपाईँले पिटाइ मेरो कन्टेन्ट बिगार्ने भाइरल कन्टेन्ट बिगार्ने काम गर्नु नगर्नु तपाईँ आमालाई छोराले पिटाइ खानु कसले भन्छ मैले अनि के भन्छु भने त कन्टेन्ट सोचिरहेको छु मैले झन् सो त्यही हो त्यही भएर चाहिँ मैले त्यसलाई धेरै क्याप्चर गरेर राखेन त्यसले मलाई म त्यो रिसाएर क्या त्यो रिसाएको बेलामा क्या त्यसले मलाई नखिच मेरो नखिच गरेको थिएँ एक दिन हो कि होइन कस्तो गरेको थिएँ यत्रो गरेको थिएँ अनि त्यही भएर ल त ल ल ल ल ल ल ल भन्दै मैले नि रिसमा अनि त्यो पनि बोलेँ होइन मन बोलेँ होइन त्यसपछि म त नचाहि त पुरा बोलेपछि त चड्क्या रिन्छु नि आउँ दाजु बहिनी नि हेर बोले त्यो पिटाइ आना म त अनि अहिले त कहाँ बोल्दै थियो त त्यो नि बोल्दिनँ त नि बोल्थ्यो त त्यो किन बोली यत्रो बोली पुरा झुट कुरा बोलेर कहिले बोली जहिले नि बोलिरहेको बोली होइन यो मम्मीले झुट बोल्नु त्यो बोल्दै होइन यो भिडियो हेरेर चाहिँ बोल्छ मलाई थाहा अब यो भिडियो भन्दा पहिला बोल्न सक्छ केटा त्यो ट्रेन्ड अब त्यो लिनुहोस् न भन्ने ट्रेन्ड अब त्यो हटाइदिउँ क्या अब पकाउनुहोस् न अर्काले बनाएको हटाउने नचाहिने कुरा कता हटिसक्यो नि त्यो अब ट्रेन्ड भन्ने चिज एक के अरे 2 दिन 4 दिन 5 दिन 15 दिन 10 दिन पो चल्छ त्यसपछि अर्को नयाँ ट्रेन्ड आउँदैन त अर्काले चलाएको हटाउने मैले हटाएर हटाउने हो र मैले हटाएर हटाउँछ र कस्तो अर्काको हटाउने मम्मी त भेरेङ के बनाउने हो जा चिया पका के बना
ल ल भिडियो गरेर हेरौँ है भिडियो गरेर हेर्नुहोस् तपाईँले पनि मम्मीले नि अब भिडियो हेर्नुहुन्छ जानु हेर म चिया पकाउनु गएको